छिमेकीले जग्गा मिचेर हैरान गरिसक्यो। जति भने पनि मान्दैन हैन। अब यसो गरौँ। पछिल्लो समयमा जग्गाको यस्तो विवादित कुराहरू आइराखेका छन् हैन। यदि तपाईँको जग्गा कुनै छिमेकीले मिचेर पर्खाल, घर अथवा कुनै संरचना बनाएको छ, अब तपाईँले त्यहाँबाट छुटकारा पाउन सक्नु भएको छैन भने यी कुराहरू गर्नुहोस्, तपाईँ त्यहाँबाट छुटकारा सजिलैसँग पाउन सक्नुहुन्छ। सर्वप्रथम तपाईँले आफ्नो जग्गाको प्रुफहरू जुटाउनु पर्ने हुन्छ। वरिपरि व्यक्तिहरूको भनाइ, आफ्नो लालपुर्जा, फोटो, भिडियो अनि अन्य पुराना डकुमेन्टहरू तपाईँले जम्मा गर्दै जानुपर्ने हुन्छ है। अनि त्यति जम्मा गरिसकेपछि तपाईँले चाहिँ त्यो घर बनाएको अथवा कुनै संरचना बनाएको व्यक्तिलाई भन्नुहोस्, मेरो जग्गामा तपाईँको चाहिँ यति यति संरचना परेको छ, तपाईँले यसलाई हटाउनुहोस्, भत्काउनुहोस् भनेर उसलाई भन्नुहोस्। अझ पनि त्यो पनि मानेन भने पनि त्यसपछि तपाईँले ती प्रुफ डकुमेन्टहरू आफ्नो लालपुर्जादेखि लिएर भिडियो, फोटो र भनाइ, वरिपरिको व्यक्तिको भनाइ अनि त्यो ती लगेर तपाईँले वडामा निवेदन दिनुहोस्। एउटा आफ्नो नजिकको वडा कार्यालयमा है। त्यो वडामा निवेदन दिइसकेपछि वडाका जनप्रतिनिधिहरू आएर तपाईँको जग्गाहरू चाहिँ अमिन ल्याएर नपाउँछन्। नपाइसकेपछि त्यो जग्गा तपाईँको हो भनेको प्रुफ देखियो भने उहाँले पनि त्यो जग्गा जसले मिचेको छ उसलाई चाहिँ यो हटाउनुहोस् भन्ने आदेश दिन्छन् अथवा उनीहरूले आग्रह गर्छन्। अथवा त्यसपछि तपाईँले त्यो भइसकेपछि त्यो पनि मानेन र उसले हटाउनै मानेन भने तपाईँले चाहिँ त्यो पालिकाको न्यायिक समिति हुन्छ। संविधानमै धारा 217 व्यवस्था गरेको छ। एउटा कुनै पानी, कुलो, बाँध, जग्गा जमिन अथवा बाली नोक्सानी भएको, जग्गा जमिन मिचेको सम्बन्धी अथवा घर परिवारको किचलो सम्बन्धी विवाद हेरिन्छ। त्यहाँ न्यायिक समिति भनेको सानो एउटा अदालत हो। तपाईँले त्यो न्यायिक समितिमा निवेदन दियो भने तपाईँ र त्यो जग्गा जसले तपाईँको जग्गा मिचेको छ त्यो जग्गावाला र तपाईँको बारेमा छलफल गरिन्छ, मिलोमतो गर्ने कोसिस गरिन्छ। र त्यहाँ पनि तपाईँको त्यो विवाद टुङ्गो लागेन भने तपाईँले सिडिओ कार्यालयमा गएर एकप्रति उजुरी गर्नुपर्ने हुन्छ, निवेदन लेख्नुपर्ने हुन्छ। मेरो जग्गा यसले मिचेको छ, त्यहाँ मलाई त्यो जग्गावालालाई हटाइपाउँ भनेर निवेदन लेख्नुपर्ने हुन्छ। र सिडिओ कार्यालयले प्रहरी लगाएर त्यो उठाउने कोसिस गर्छ। र उसले दोस्रो व्यक्तिले जसले मिच्यो उसले म हट्दैन भनेर दाग लगायो भने पनि प्रहरीले चाहिँ उसलाई उठाउने कोसिस गर्छ। र अन्तत त्यो पनि टुङ्गो लागेन, त्यहाँ पनि प्रहरीले जित्न सकेन, तपाईँले जित्न सक्नु भएन भने अन्त भनेको तपाईँले जिल्ला अदालतमा गएर मुद्दा हाल्न सक्नुहुन्छ। तपाईँले यति गर्दा सम्पूर्ण जो डकुमेन्टहरू, निवेदनहरू, वडा कार्यालयमा हालेका निवेदन, प्रहरी ल्याएका फोटो, भिडियो, मुचुल्काहरू छन् सबै यिनीहरूले राखिराख्नुपर्छ। र तपाईँले मुद्दा हाले पछाडि अन्ततः जिल्ला अदालतले तपाईँको सम्पूर्ण प्रक्रियालाई अगाडि बढाइसकेपछि मुद्दो छिनोफानो हुन्छ र तपाईँको पक्षमा चाहिँ हुन्छ र सम्बन्धित व्यक्तिले लगाएको संरचना चाहिँ त्यहाँबाट स्वतः हटाउने आदेश दिइन्छ र बल जबतका साथ प्रहरीले चाहिँ हटाइदिन्छ। त्यसैले तपाईँले आफ्नो जग्गा प्राप्ति गर्न सक्नुहुनेछ। यी जग्गा सम्बन्धी विवादित कुराहरू भएको कारणले गर्दा यस्तो घटना आयो भने यसरी जाँदा सजिलो होला साथीहरू। हस् त, नमस्ते।